नमस्ते। एउटा राजनीतिज्ञ बन्नको लागि देशको फोहोरी राजनीतिलाई राम्रोसँग बुझेको व्यक्ति र जनताको माझमा रहेको व्यक्ति मात्रै एउटा राजनीतिज्ञ बन्न सक्छ क्या। अहिले आएर धेरैजनाले भन्ने गर्छन् हैन सुदन गुरुङको बारेमा। अब सुदन गुरुङ त र्यापे हो, ट्यापे हो, फलान हो, एउटा डिस्कोमा चाहिँ ब्यान्ड बजाउने, एउटा डिस्कोमा चाहिँ म्युजिक मिलाउने मान्छे हो हैन। त्यो खालको एउटा बाहिर कुरोहरू सुन्नमा आउँछ जो विगतका ठुला पार्टीहरूका मान्छेहरूबाट यो कुरा सुन्नमा आउँछ। अब सुदन गुरुङले हिजोको दिनमा भूकम्प जाँदाखेरि गरेका सङ्घर्षहरू जहाँ 9,000 10,000 मान्छेहरूले ज्यान गुमाउनु भएको थियो, त्यतिखेर सुदन गुरुङज्यूले गरेका सङ्घर्ष हैन। उहाँले कलममा म्युजिक मिलाए के भयो त यार। आज देशलाई मिलाउनको लागि उहाँ माथि पुग्नुहुन्छ। हिजो अस्ति भर्खरै मिटर ब्याजीहरू र पीडितहरू को जुन आन्दोलन थियो, मिटर ब्याज पीडितहरूको, उहाँहरूको आन्दोलनलाई सहमतिमा ल्याउनु भयो हैन। जहाँ आगलागी भएर मृत्यु भएका भाइलाई चाहिँ भेट्नको लागि र उहाँको स्वास्थ्य राम्रो होस् भन्नको लागि हस्पिटलमा रातभरि बिताउने सुदन गुरुङ, जहाँ कृषकहरू सडकमा आएर चाहिँ टमाटर फ्याँकिरहँदाखेरि त्यही ठाउँमा आएर कृषकलाई मिलाउनु पर्छ भन्ने सुदन गुरुङ हैन। आज एउटा देशले न्याय पाएको छ के। जेनजेट आन्दोलनभन्दा पछिको यो समयलाई र आजभन्दा केही समय अगाडिको राजनीतिक परिवेशलाई र अहिलेको यो परिवेशलाई हेर्दाखेरि साँच्चै के भन्ने हो भने केही न केही च्यान चाहिँ भएको छ, केही न केही बदलाव भएको छ, बदलाव भइराखेको छ भन्ने महसुस गर्नुहोस्। म कुनै राजनीतिक पार्टीको समर्थक मैले चाहिँ यो फलानु राम्रो, यो फलानु राम्रो भन्न खोजेको होइन। जे आँखा अगाडि छ पर्दा नलगाइकन सिधा चाहिँ भन्न सक्नुपर्छ तपाईँ। हामीले अहिलेको सरकारले गरिराखेको कामहरू सही छ, हेर्नु सहीलाई सही भन्न सक्नुपर्छ क्या। कुनै गृहमन्त्रीलाई तपाईँले देख्नुभएको थियो रातभरि अस्पतालमा कुरेको? कुनै गृहमन्त्रीलाई तपाईँले देख्नुभएको थियो यहीँ गएर वार्ता मिलाउँ भनेको? गृहमन्त्रीका योभन्दा अगाडिका गृहमन्त्रीहरूको एउटै काम थियो कि सुट लगाउने, कोट लगाउने, गाडी लगाउने, बथान लगाउने, जाने, रिबन काट्ने, प्रोग्रामहरूलाई चाहिँ सुरुवात गरिदिने मात्रै कामहरू थियो हेर्नुहोस्। तर अहिलेको गृहमन्त्रीको काम होइन। राम्रोलाई राम्रो भन्न सक्ने शक्ति यदि तपाईँमा छ भने तपाईँ चाहिँ सही एउटा जनताहरूको चाहिँ आवश्यकता बुझेको मान्छे हो भन्ने लाग्छ क्या। सत्यलाई सत्य बोल्न सक्ने दम चाहिँ तपाईँमा चाहिँ हुन आवश्यकता छ है। सहीलाई सही भन्नुहोस्, राम्रोको समर्थन गर्नुहोस्, नराम्रोको विरोध गर्नुहोस्। बुझ्नुभयो नि? धन्यवाद।